हेलो हेलो पापी। आज चाहिँ म तपाईँहरूलाई हाम्रो डिजिटल बिजनेसको बारेमा कुराहरू भन्छु। जस्तै थुप्रैलाई जसले मलाई सोधिरहनु भएको छ कि यो डिजिटल बिजनेसमा चाहिँ के सामानहरू बेच्नुपर्छ, केही चिजहरू बेच्नुपर्छ भनेर, त्यस्तो बिल्कुलै होइन। यो चाहिँ हाई टिकट हाई कमिसन भनेर भन्छ। यसमा चाहिँ हामीले लाइफस्टाइल मार्केटिङ गर्ने हो चाहिँ जुन चाहिँ हामीलाई ट्रेनिङहरू पनि दिन्छ सिस्टमले होइन। किन्छ आफ्नै घरमा जुन दिनभरि मोबाइल हेर्छ दिनको 2-3 घन्टा, त्यही चिज नै यहाँ गर्ने हो। प्लस यसमा चाहिँ के छ भनेर भन्दा हामीले मान्छेसँग पनि कुरा गर्नु पर्दैन, किनभने सिस्टमले नै कुरा गर्छ होइन। हामीले 20% मात्र काम गर्ने र बाँकी 80% काम चाहिँ सिस्टमले गर्ने गर्छ है त। यहाँहरूलाई अझै थप जानकारी चाहिएको छ, बिजनेस के हो, म पनि गर्छु भन्ने इच्छा छ भनेदेखि मैले नम्बर र मेरो वेबसाइट राखिदिएको छु। वेबसाइटमा आफ्नो नाम र इमेल हाल्नु होला। अनि त्यस पछाडि मलाई कल पनि गर्न सक्नुहुन्छ मेरो नम्बरमा, अथवा वाट्सएप गर्नुभयो भने।